हिजोको दिन चाहिँ हामीको फुल मस्तीले बित्यो। कस्तो लाग्यो हजुरहरू भन्नु होला साथीहरू। हामी सबैजना मिलेर एकदम जाँदैछौँ है। कस्तो मजाले बित्यो। लाइक कमेन्ट सेयर गरिदिनु होला हजुरहरूलाई मन परे। बाई बाई गाइस, हामी चाहिँ निक्लिसक्यौँ भने जस्तै नि त। फाइनली अब कस्तो गरम गरम छ यहाँ। बा खुसी बाबु ह्याप्पी गर्दा स्माइल हजुर। प्रगतिलाई के भयो यस्तो स्माइल दियो चाहिँ। कहाँ के खाने अरे अनि नास्ता चाहिँ कहाँ खाने? नास्ता चाहिँ नगाउँमा। प्रगति नास्ता कहाँ खाने? त्यही त वहाँ मिसन सरले। साथीहरू हामी चाहिँ मस्ती मजाक गर्दै गर्दै लागिसक्यौँ है आजको टुरतिर। हामी चाहिँ जाँदैछौँ सबैजना हँसी मजा गर्दै जाँदा जाँदै हेर्नुहोस् न यहाँ चाहिँ नि त बाटोमा नि त एक्सिडेन्ट पो भएको रहेछ हो एकजनाको। हल्का देखाइदिएकै ज्यादा देखाउनु पनि राम्रो लागेन। हेर्नुहोस् न है एकछिन है म देखाइदिन्छु ल। एक्सिडेन्ट भएको ठाउँ हेर्नुहोस् न। गाडी आएर त डाइरेक्ट टोल गेटको त्यहाँ नै पुरा हान्दैछ कि आफै हान्दै होला कि मजा हान्दैछ बिचराले। खोइ के भयो अब त्यो त थाहा भएन। हामी त गाडीबाटै देखेर अनि हल्का भिडियो गरिराखेको। अनि फेरि हामी चाहिँ लाग्यौँ अब। अनि हामी चाहिँ आज कहाँ जाँदैछु भन्दाखेरि हामी चाहिँ आज जाँदैछौँ गुवाहाटी। गुवाहाटीमा त्यहाँ ड्रिमल्यान्ड छ नि त। त्यहाँ सबैजनाको छुट्टी भएको छ नानीहरूको पनि। अनि हामी सबैजना गयौँ। त्यहाँबाट रास्तामा जाँदा जाँदै अब नास्ता खाने भनेर नि त हामी सबैजना रुकेर अनि सबैले आफूले एउटा चिज बनाएर लगेको थियौँ नि त। नास्ताको लागि चाहिँ हामी बिहानै निस्केको नि त 5 बजीतिरै। अनि बिहान त कहाँ घरबाट खाएर निस्किने नि। अनि त्यहाँबाट नास्ता खाएर अनि सबैले बनाएर लिएर गएर एउटा होटलमा अब साइडमा त्यहाँ सबैले त्यसरी नास्ताहरू खाने होटल रहेछ त त्यस्तो साइडमा। अनि त्यहीँ रोकेर अनि खाएर चाहिँ हामीहरू चाहिँ लागिसक्यौँ है आफ्नै जग्गामा भने जस्तै नि त टुरतिर। अब नास्ता सास्ता खाइहाल्यो अब होइन मजाले। अनि त्यहाँबाट सबैजना मिलेर अब फेरि लाग्यौँ। हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ पुगेको छैनौँ नि त। त्यही भएर गएकै छौँ नि त। अब चाहिँ हामीहरू यहाँ हेर्नु न गुवाहाटीको ट्राफिक त छैन त्यस्तरी तरै पनि अब होइन हामी चाहिँ बिहानै निस्केकोले गर्दाखेरि ट्राफिकहरू चाहिँ भेटिनौँ। हामी चाहिँ सबैजना अब हाँसी मजाक गर्दै गइरहेको छु। अब गरम महिनामा नानीहरूलाई उडाउनु पर्यो नि त नि। त्यही भएर अनि हामी सबैजना मिलेर यो चाहिँ हामीको ग्रुप हो नि त। त्यही भएर सबै मिलेर गएको। अनि हामी चाहिँ यहाँ फाइनली पुगिसक्यौँ लोकेसनमा भनेर हामी चाहिँ गाडीबाट नाम्ने बित्तिकै न भुत्नी जस्तै भएको। हजुरहरूलाई देखाउँछु ल ड्रिमल्यान्ड। फाइनली गाइस आज चाहिँ हामी आइसक्यो। ड्रीमलैंड सो गाइस आज हम लोग यहाँ घूमने आए हैं। सो हम लोग पहुंच चुके हैं। टिकट काट्नु छैन उता हमारा गाडी ग्रुप कुदेर जाँदैछ। यो चाहिँ हामीको ग्रुप हो। ये है ड्रीमलैंड जग्गा छ। मेरो छोरा चाहिँ यहाँ बदमासी गर्दै केही बिगार्दिन्छ कि भनेर हतार आए। अनि त्यहाँबाट फेरि टिकट काटेर हामीलाई चाहिँ बेल्ट बान्दिँदैछ। अब यो नभए त एन्ट्री गर्न दिन्न नि त नि। अनि मेरो नि भयो मेरो छोराले पनि बान्दैछ। यहाँ कस्तो मच्छर लागेको कि फेरि साथीहरू हेर्नु न यति मच्छर छ यहाँ। सबैले बेल्टहरू लगाएर हामी चाहिँ अब घुस्यौँ। यहाँ त कति राम्रो रहेछ कि पहाड जस्तो होइन। पहाडै नि त पुरै पहाडमै अब बनाएको रहेछ नि त। सबै यता र उता कुदिरहेछ क्या नानीहरू त। अनि हामी चाहिँ अहिले माथि खेलेर आएर बादमा स्विमिङ गर्ने भनेर पहिले चाहिँ हामी माथि अब खेल्नेतिर लाग्यौँ सबैजना। हामीहरूको ग्रुप आज 10-12 जना पो गएको थियौँ त साथीहरू। मलाई चाहिँ फेरि एकछिन हौ मैले राम्ररी देखिनँ भनेर अनि फेरि मैले गर्दै थिएँ कि यहाँ हेर्नुहोस् न मेरो छोरा मजा पिछेको अब होइन। हामी जाँदैछु यताउता हेर्दै यस्तो पहाड उठ्नु परेको कि यति उठ्दाखेरि स्यासा भइसकेको कि हामीहरू चाहिँ। अब हामी चाहिँ उठेर पहिलोचोटि खेलमा चढ्छौँ है। यो चाहिँ स्विमिङ पुल हो। यहाँ चाहिँ हामी पहिलो खेल्ने जग्गामा चढ्यौँ।
हेर्नु न कस्तो मजा लाग्यो। यो त त्यस्तो स्पिड थिएन र पनि अब नानी र म चाहिँ बस्यौँ अनि अरूहरू पनि पछाडि हुनुहुन्छ यही दिदी अनि अर्को अन्जु बहिनी हाई भन्नु अनि हामी चाहिँ मस्ती मजाक यहाँ अर्को दिदीहरू पनि देखाइ त हुनुहुन्छ हजुरहरूलाई पनि देखाउँछु ल हाई हाई गर्दै एकदम हल्ला गर्दै के इन्जोय कस्तो मजा लागेको नि साथीहरू इन्जोय गरेर मजा भयो कि गर्दै हल्ला गर्दै सबैजना एकदम हल्ला गर्दै गर्दै गरेको कि मान्छेहरू त्यहाँकोले पनि सोच्यो होला कस्तो हल्ला गर्नेहरू आएछ भनेर कि मजा लाग्यो कि यो चाहिँ बिस्तारै बिस्तारै घुमाइदियो कि राम्रो लागेको मेरो छोरा नि बहुत खुसी छ मेरो छोरा चाहिँ फेरि नि हेर्नु न डराउँदा नि डराउँदा कि यो चाहिँ यस्तै हो अनि हामी फेरि दुस्रामा पनि चढ्यौँ है साथीहरू यो फेरि अर्को पनि रहेछ यस्तै खालको त्यसमा पनि चढ्यौँ यसमा पनि बिस्तारै बिस्तारै नै घुमाइदिएको कि अनि त्यहाँबाट फेरि अब होइन घुम्नु त पऱ्यो त्यत्रो पैसा तिरेर टिकट काटेर गइएको छ त सबैमा चढ्ने भनेर नि त गरम भएको त मजा आइएको छ त बच्चा गर्ने हो नि त भनेर मस्ती फुल मस्ती समात गर्दैछु बेटा अनि फेरि हामी चाहिँ यतातिर लाग्यौँ है धलो हाम्रेतिर यहाँ हेर्नुहोस् न एकदम निशाना बनाएर हान्नु यो बहिनीले चाहिँ हान्दैछ अनि उसले चाहिँ सिकाउँदैछ कि गाइड गर्दैछ नि त यस्तो गरेर यस्तो गर्नु भनेर अनि हामी चाहिँ एकदम हान्दैछु कि म पनि अब गर्छु भनेर नि त उसलाई भने अनि त्यहाँबाट उसले मलाई नि गाइड गर्दैछ यस्तो गर्नु भनेर यस्तो अनि त्यहाँबाट मेरो भान्जाले पनि यस्तो गर्नु माइजू भन्दै देखाउँदैछन् कि अनि हानिदिएको नि त अनि सबैजनाले नै गरेको कि त्यहाँबाट फेरि यता त्यो सकेर फेरि यता आइन् साइकल कुदाउनेमा मेरो छोरा चाहिँ जम्पिङमा खेलिरहेछ अनि अरू दादाहरू दुईजना चाहिँ साइकल कुदाउनेमा जान्छ भनेर नि त यहाँ न खुसी मम्मी यो त भाँचिँदैन दुलो पऱ्यो भने भन्दै मस्ती गर्दैछ बिचमा जानै डरायो कि मेरो छोरा त दुलो पर्छ भनेर यहाँ हेर्नुहोस् न मैले साइकल कुदाएको यो उड्दैन उड्दैन कति नै पाइरल फिट्दा पनि उड्दैन कि मोटी नै भएर हो कि न के हो फिट्नै नसकेको उड्दैन कि एकखेप त म त माथि गएर अड्केँ पनि उसले सिकाउँदैछ मलाई यस्तो गर्नु उता जाँदाखेरि चाहिँ पाइडल मार्नु भन्छ खोइ अब सक्दैन यहाँभन्दा बेसी जाँदैन हेर्नुहोस् न म त सक्दैन भनिरहेको छु कि म चाहिँ फुल मस्ती नि त हेर्नुहोस् न आयो अर्को दिदीले चाहिँ हेर्नु न झट्टै दुईजनाको एउटै भएको छ कि म त यतिखेर माथि अड्किरहेको थिएँ म थिएँ भनेको यता भिडियो गर्नेले हल्लाउँदै म फेरि निस्किहालेछु कि सकिन्न माथि भान्जाहरूले त अब सुइसी घुमाएको थियो कि हामी त नसकेर हेर्नु न कस्तो भएको कि गाह्रो साइकल फिट्नै नसकेको यस्तोमा त गोलो घुम्नै नसकेको फेरि अलिक माथि गयो भने त बेल्ट फुस्के जस्तो हुँदो रहेछ कस्तो डर लाग्दो रहेछ अनि हामी चाहिँ यसमा सक्यौँ अब दोस्रातिर लाग्यौँ यहाँ चाहिँ हामी गएन कि स्पिडै छैन भन्यो अनि गएन यिनीहरू नानी 3जना मात्रै गयो अरू पनि गएन यिनीहरू 3जना चाहिँ मजा खेल्यो कि यसमा चाहिँ हामी चाहिँ गएन अनि यहाँ हेर्नु न हजुरहरूलाई अनि देखाइदिन्छु माथिबाटको भ्युज भनेर नि त यो देखाउँदैछु कति पहाड माथि चाहिँ हामी हेर्नुहोस् त यो चाहिँ हो स्विमिङ गर्ने जग्गा अहिले हामी जाने भनेर नि त अनि माथिबाट देखाएको कि हजुरहरूलाई अब खेलिसक्यौँ यहाँबाट अब अर्कोतिर लाग्ने भनेर कि एकबार चाहिँ एक चक्कर देखाइदिनु पऱ्यो भनेर अब यहाँ होलमा आइनै हालेर हामी चाहिँ होलमा घुसिसक्यौँ हजुरहरू सबैलाई देखाउँदैछु हाई भनेर कि सबैजनाले ग्रुप यो दुईवटा केटा चाहिँ होइन यिनीहरू चाहिँ अब अलग्गै गएको थियो नि त अनि फेरि अनि आयो भिडियोमा त बिचराहरू होइन अनि हेर्नुहोस् न अब यो त आफ्नै छेउमा आए जस्तै लाग्दो रहेछ कि एकदम तिनीहरूको छेउमै कुदेको जस्तै लाग्दो रहेछ बा यस्तो चिच्याइ गरेको हेर्नुहोस् न तिर्सुले काट्छ जस्तै लागेको कि घोच्छ जस्तै लागेको म त कस्तो डराएको यसले त ठोकिन्छ जस्तै लागेको यो चराहरू हेर्नु न अहिले म त कस्तो डराएँ कि एकजना यो साँपमा चाहिँ कति डराएर चिल्लाएँ नि म चाहिँ एकजनासँग डराएको छु देखाउँछु ल यो चाहिँ जाँदैछ यहाँ सिँढी उठ्यो सिँढी उठ्यौँ है एकछिनमा आउँछ है म डराउने चाहिँ हेर्नुहोस् है यो त काटा हेर्नु न यो ड्रेनभित्र घुसेको जस्तै लाग्यो नि त रियल लाइफमा हामी त कुदेको जस्तै लाग्यो कि मेरो छोरा डरायो भनेर यस्तो हेरेको त डराएकै रहेन रहेछ यहाँ मजा चिच्याइ पो हेरिरहेछ अझै
मेरो छोराको सातो जान्छ भनेर मजाको यस्तो डर लागिरहेको थियो। भएर त ऊ त मजा मस्ती गरि पो रहेको छ हेर्नुहोस् न। मम्मी आयो 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 किडा भागो भागो भन्दै म चाहिँ डराएको। यसमा हेर न मोसन यस्तो डर लागेको मलाई त यो हातले यस्तरी मलाई तानेको जस्तै लागेको कि यस्तो अगाडि हामी दियौँ यस्तो डर लागेको होइन। यो मोसनसँग चाहिँ मलाई त कस्तो डर लाग्यो कि अरू त केही पनि होइन कि यही मोसनसँग चाहिँ मलाई चाहिँ डर लाग्यो। अनि हेर्नुहोस् न यस्तो मजा क्या मजा आएको नि त हो। भ्युजहरू हेर्नु न भित्रको पनि रियलमै हामी त त्यहीँ गएर हिँडेको जस्तै लागेको कि। यो चरा हेर्नुहोस् न चरा पक्रियो चरा पक्रियो भन्दै हल्ला गरेको कि हामीहरू चाहिँ बिचरा त्यहाँ कस्तो होला अब मान्छेहरूले कहिले नदेखेको रहेछ जस्तो कि। लेकिन मजा लाग्छ नि त नि हल्ला गर्दै हिँड्दै अब बोल्दै हाँस्दै गरेको चाहिँ मजा लाग्छ। त्यही भएर हामी चाहिँ मजा मस्त गरी हेर्नुहोस् न पहाडको बिचमा पहाडबाट झरिएला भन्दै एकदम हाँस्दै सबैजना यस्तो हल्ला गर्दै गरेको नि त होइन। मजा लाग्यो कि यो त सबसे राम्रो त मलाई त यही पो लागेको थियो कि एकदम मजा। अब हेर्नु न यस्तो मजा लागेको मजा छ है। बहुत राम्रो लाग्यो कि हेरेर चाहिँ हामी चाहिँ फेरि विश्राम त्यहाँबाट निस्क्यौँ। यस्तो गरम थियो त्यहाँ त एसीमा बसेर यस्तो राम्रो लागिरहेको थियो। अनि हामी त फेरि घाममा टट्टिनु आइहाल्यौँ। धन्न हिजो चाहिँ फेरि चर्को घाम लागेन कि अप थियो लेकिन के भन्छ नि शीतलै थियो कि घाम चाहिँ लागेको थिएन होइन। यहाँ चाहिँ केटाकेटीहरू हेर्छ हामी ठुल्ठुलो मात्रै चढेको थियो। हेर्नुहोस् न क्या मजा चिच्याएर हावा देखेर गएको थियो हामीहरूको त। हेर्नुहोस् न यस्तो उता लान्छ पर पुऱ्याइन्छ यता ल्याउँछ यस्तो देखिहाल्नु मलाई हाँसेको आम्मामा यस्तो खतरनाक डर पनि लागिरहेको छ हाँस पनि उठिरहेको छ भने हुइ लान्छौँ बिचरा। हेर्नुहोस् उताबाट यता ल्याउँछ यताबाट उता लान्छ यस्तै गरिरहेछ। हेर्नु ल कसरी देखान्छ परबाट यहाँ ल्यायो नि अब यस्तो त्यो डिलपिन नमाएर तल लान्छ अनि फेरि लान्छ यस्तो उठाएर फेरि परै पुऱ्याइन्छ कि हुत्तै। हेर्नुहोस् त साँच्ची नै हामी त हुत्तिन्छु है जस्तो लागेको अम्मामा मजा चाहिँ मजा भयो कि। तर डर पनि कस्तो लाग्दो रहेछ नि त हुत्तान्दाखेरि त यस्तो यहाँ पारेर यताबाट उताबाट यता पार्दा त अरू कति त डरले चढेन साथीहरू त हजुर डरले चढेन नि त हामी त चढ्यौँ लेकिन के गर्ने मजा लाग्यो डर पनि लाग्यो अलिकति हुत्त पार्दाखेरि होइन। अनि एकजना चाहिँ लड्छ केही हुन्छ डराउँछ भनेर एकजना गार्ड चाहिँ पछाडि बसिरहेको थियो। अरू दुईजना केटीले चाहिँ तलबाट हेरिरहेको थियो कन्ट्रोल गर्नुपर्छ नि त त्यही भएर उनीहरूले पनि हेरिरहेको थियो। राम्रो लाग्यो कि यहाँ चाहिँ अब साथी माने बहुत गार्डहरू पनि यस्तरी बसिराख्दो रहेछ कि एक्लै छोड्दैन रहेछ। अनि मेरो छोरा हामी त नाम्यौँ त्यहाँबाट होइन। अनि मेरो छोराहरू चाहिँ केटाकेटीलाई चाहिँ यहाँ चढाइदियो के भन्छ नि यो स्टार फिसमा अब नामेर यिनीहरू चाहिँ पुरा चढिरहेको छ। यो बहिनी चाहिँ हेर्नु न डराएर गरेर चिच्याइरहेको छ। यो सानो नानी चाहिँ कस्तो डराएको। मेरो छोरा चाहिँ फेरि हल्ला गरेर मस्ती मजाक गरेर छैन मेरो छोरा त डराउँदैन यार। ऊ त बहिनी त कस्तो रुनु खोजेको यो चाहिँ गरेर बिचरा मेरो छोरा त उहु गर्दै पो मजा खेल्छ कि फेरि यस्तो मजा गरिरहेछ। ऊ हेर न त्यो दिदी चाहिँलाई जिस्काउँदैछ कि मेरो छोराले हेर्नु न स्टार फिसमा त पुरा मजा गऱ्यो नि त यिनीहरूले त। हेर्नुहोस् न यता माथि लगिदिन्छ तल लगिदिन्छ यस्तो झरे जस्तो हुन्छ नि त नि। पहिले त ठुलोलाई नचढाउने भन्दै थियो मेरो छोरा एक्लै सक्दैन भनेर दादालाई दिएँ अनि त्यहाँबाट ऊ त भाइ पनि चढ्यो अर्को बहिनीसँग फेरि त्यो बहिनी गयो नि त साथी। त्यही भएर हेर्नु मस्ती मजाक यो सब सकेपछि चाहिँ हामी फेरि आयौँ आइसक्रिम खानु रेस्टुरेन्टमा। यहाँभित्रै रहेछ नि त रेस्टुरेन्ट। अनि के छ भनेको त अब खानेकुराहरू के थियो। हामी चाहिँ फेरि गरममा अब नि यस्तो थाकेर हैरान भएर यहाँ फ्यानमा बसेर अनि आइसक्रिम सबैजनाले आइसक्रिम जुसहरू अब ठन्डा पानीहरू लिएको नि त। यस्तो गरम छ हप भनेर। अनि यो आइसक्रिम खाइसकेर चाहिँ हामी चाहिँ जान्छौँ स्विमिङ गर्नु। अब स्विमिङतिर चाहिँ लाग्दैछौँ। अहिले चाहिँ हामी स्विमिङ गर्दैन यहाँ कार चलाउने अब बच्चाहरूले चाहिँ कार चलाउँदैछ। यो मेरो छोरा र भान्जा हो। अनि अर्को चाहिँ
साथीहरूकै छोराछोरी छ 2जना उनीहरू पनि जाँदैछ चलाउँदैछ साइकल के अरे गाडी मेरो छोरा चाहिँ यता यता भनेर एकदम दादालाई सिकाइरहेछ दादा चलाउने मेरो दाजु चाहिँ चलाउने मेरो छोरा चाहिँ ह्यान्डिम्यान के भाइ चाहिँ ह्यान्डिम्यान 2जना फुल मस्ती गरिरहेछ नि त दादा यताबाट जाउँ यताबाट भन्छ घरि यताबाट भन्छ घुराएको घुरा के दाजुभाइहरू एकदम मजा गरिरहेछ नि त हेर्नुहोस् न उसलाई चाहिँ फेरि सिकाइदिँदैछ कि उनीहरूले नजानेर अनि यसरी पनि कस्तो राम्रो लाग्यो कि उहाँ चाहिँ गएर फेरि सबै सँगसँगै बसेर सिकाइदिने कि त्योहरू पनि अब त्यहाँबाट त्यो आइसल्यान्डमा चाहिँ जानै पाइएन त्यहाँ चाहिँ बन्द थियो अरे के अरे इस्ल्यान्ड न स्लोल्यान्ड न के भन्छ नि हो त्यसमा चाहिँ जानै पाइएन कि त्यहाँ आइसहरू भएको ठाउँमा चाहिँ अनि मेरो पनि पालो आइसक्यो म र अमाजु दिदी गयौँ हेर्नुहोस् न फुल मस्ती नि त के आमामा जिन्दगीमा गाडी कुदाएको भए पो जान्ने त यस्तो काटेर ठोक्कान्दै यता ठोक्कान्दै उता ठोक्कान्दै भए पनि चलाइरहेछ अब यहाँ आएर हेर्नु न यस्तो मजाले ठोक्यो नि अब यो ठोकिएको चक्करमै अब हामी चाहिँ सेल्फी हानौँ जस्तो के भनेर नि सेल्फी हान्नुतिर लाग्यौँ है साथीहरू 2जना चाहिँ हेर्नु न ठोकेर गाडी नै सर्दैन अनि के गर्ने भनेर नि त नि टाइम त पास गर्नु पऱ्यो अब अब उसले ल्याएर नि हामीलाई ठोकाइदिन्छ एकछिनमा हेर्नु होला बिचरा त्यो कुदाउने पनि हो हेर्नु न ल्याएर ठोक्काइदियो सिकाउने बिचरा नि टेन्सनमा चाहिँ कस्तो चाहिँ आएछ भनेर होला नि त हामी ल्याएर ठोकायो उनीहरू आएर ठोक्काने ठोका ठोक चलाउनु नजानेर यताबाट एकजनाले ठोकान्छ अर्कोले उताबाट ठोकान्छ ठोकिएको ठोकै जिन्दगीमा गाडी चलाएको भए पो चलाउन जानु त नि होइन यसो काट्यो झन्डै ठोकेन दिदीले चाहिँ भन्नुहुँदैछ अब एकछिनमा मेरो भयङ्कर ठोकिन्छ यता अगाडि साइडमा सकेन नि त नि चलाउनै पहिले त राम्रो लाग्दै थियो त्यहाँबाट फेरि के भएर ब्यालेन्स बिग्रिहाल्छ कि हत्ते ठोकिहाल्छ अब हेर्नुहोस् ल यहाँ गएर यहाँ त ठोकिएन अहिले फेरि एकछिनमा ठोकिन्छ होला कि मजाले ठोकिएको छ ठोकिनु चाहिँ यताबाट एकजनाले ठोकाने यताबाट अर्कोले ठोकाने धन्न बिचराहरूको बिग्रिँदैन रहेछ हौ फट्टे फेरि होइन अनि फुल मस्ती गऱ्यौँ कि हामीले चाहिँ फेरि दुसरा 2जना उनीहरू चाहिँ सिङ्गल पऱ्यो 2जना चढ्नु भएको थियो उनीहरूले चाहिँ 2टा अब सिङ्गलले गयो कि यो दिदीले त गाडी चलाउँछ नि त वाइट पेन्टवालाले त अनि त्यहाँबाट उसलाई त अब ठिकै छ अनि फेरि हामी भुलमा चढ्नु आयौँ हेर्नु न अब यहाँ चाहिँ मजा आउँछ हेर्नु ल यो दिदी मजा बसिरहेछ अब कत्तरी लड्छ म त झनै बेसी लड्छु के हेर्नु ल अब आयो क्या मस्ती गरेको नि त हौ अब लु त झऱ्यो ऊ त यतिकै झऱ्यो भयो भन्यो नि त नि चक्कर लागेछ अब मेरो पालो आयो हेर्नु ल अब म त गुटुकु गर्दैछु मस्त मजा लागिरहेको थियो एकछिनमा त हेर्नु न अब नि यस्तो स्पिड गर्दै नि त अब पछाडि है म चाहिँ लडेँ म लडेँ लड्नु पनि त डेन्जर लडेँ नि त म हेर्नु न सुतेर म त डेन्जर यो गोरुले त मलाई नै लडायो भन्दै उठ्दैछ कि मोटी हुनु पनि गाह्रो रहेछ साथीहरू हेर्नु न चक्करै लाग्ने फेरि हाम्रो अमाजु दिदी चढ्नु भयो हेर्नु न अब अमाजु दिदी लागेकै चलापो भनेको बिस्तारै भनेको भने हुनुहुन्छ नि त नि उसलाई तर पनि बिस्तारै गर्दै गऱ्यो गरेर चिच्याएर हेर्नु अझ बिस्तारै भन्दा अलिकति बाक्लो हुँदा त ऊ पनि लड्नुहुन्छ मजा के सबैजनाले यस्तो इन्जोय गरेको हेर्नु ल अब लड्नुहुन्छ है बिस्तारै गरेर बिचरालाई बिस्तारै घुराइदिँदैछ अब घुटुक्क गर्दाखेरि त भुक्लुक्क म त मरेँ चक्करै लाग्यो भने त्यहाँबाट चाहिँ हामी त्यो पुलमा चढिसकेको बादमा चाहिँ पुलतिर आयौँ हामी चाहिँ कपडा चेन्जहरू गरेको छैन नि त नानीहरू चाहिँ हतार चेन्ज गरेर अब नानीलाई चेन्जहरू गराइदियो अरे अनि उनीहरू चाहिँ अब दादा भाइहरू 3जना पुरा घुसिसकेको मेरो नानी स्विमिङ गरेर यस्तरी गर न बेटा यस्तरी भनेको त हेरौँ न बा कानमा पस्छु भनेर हतार गरिरहेछ कि अनि हामी पनि चेन्ज गरिसक्यो साथीहरू भनेर हाँसिरहेको थिएँ यो दिदीले चाहिँ हेर्नु न नाडा बाँध्दैछ कि नाडा बाँध्दैछ भनेर म चाहिँ कता हाँसेको कि सबैजनाले मजाक उडाउँदैछ उसको मजा नाडा बाँध्दैछ ओइ नहुँदै फुस्क्यो अन्त बिजोग छ त भन्दै कि अनि हामी चाहिँ पुलतिर लाग्यौँ है साथीहरू अब चाहिँ नुहाउने भनेर नि त फुल मस्ती नुहाउनु पनि त थोरो नगएको 3-4 घन्टा त त्यही नै बितेको कि स्विमिङ पुलमै
कस्तो नुहाएको होइन मेरो छोरा हेर्नु न। यता चाहिँ अब बच्चालाई जानु दिँदैन नि त, सानो बच्चाहरूलाई अब यहाँ त कति घेरा छ नि त, लेकिन मान्दैन। हेर्नु न, मना छ, गार्डले मना गरिरहेछ भन्दा पनि सुन्दैन कि जान्छ। यति छ भनेर नि म चाहिँ तामुल चपाइरहेको छु है साथीहरू, हेर्नु न, तामुल बिना त कहाँ हुन्छ र होइन। अब चाहिँ हामी पनि डुब्की लगाने। म चाहिँ डुब्की लगाउँदैछु है, चस्मा सँगै लगाइदिएको नि त, हेर्दा चाहिँ एकदम राम्रो देखिन्छ भनेर, आँखा फुल्लेको देखिन्छ होला भनेर नि त। अनि पुरा भिडियोहरू बनाइरहेको नि त, एकजनाले नुहाउने, अर्कोले भिडियो बनाइदिने, फेरि अर्को नुहाउने, अर्को भिडियो बनाइदिने, त्यस्तै चलिरहेछ। हामीहरूको चाहिँ फुल मस्ती चलिरहेछ नि त। यहाँ हेर्नुहोस् न, यो मजा, यस्तो राम्रो लागेको अब नुहाउनुमा। म त नुहाउनु भनिसकेपछि त मलाई त फेरि यस्तो मनपर्छ नि, 3-4 घन्टा त हामी त्यहीँ बिताइदिएको स्विमिङ पुलमै। अन्त पानी यस्तो राम्रो लागेको। हेर्नु न, सबैजना एकदम चुपडुङ नुहाइरहेछ, मेरो छोरा म। हेर्नु न मेरो छोरालाई, ऊ त सानो, उसकोतिर त जाँदैन, हामी भएकोतिरै जान्छ। अब उसको सानोमा त खेल्दैन, उसलाई यति घाँटी हुन्छ र पनि पिबस्छ अरे, गार्डले चाहिँ मना गरिरहेको थियो। अब चाहिँ ऊ माथिबाट आन्छु ल म। यहाँ हेर्नु न, यहाँ कस्तो डर लागेको पहिलोचोटि त, बा म त आउँदिनँ होला भनेर चाहिँ त्यो दुइटाले चाहिँ यति नखाए भाइ जुवा भनेर चाहिँ यही पनि हुँदैन, जानु दिदी जानु, हात यस्तो गरेर जानुहुन्छ कि। म चाहिँ आएँ अनि झुब्लुङ भयो है साथीहरू, हामी चाहिँ फुल मस्ती गऱ्यौँ है।